नमस्कार साथीहरू र आज म यहाँलाई एउटा जग्गा देखाउन गइराखेको छु। यो बाटो जग्गासम्म आइसकेको छ। बाटोभन्दा मुनिको जग्गाहरू हो। यो हेर्न सक्नुहुन्छ। केराको खेतीहरूदेखि लिएर सबै पाखोपारी खेत लगायत केही घरहरू पनि छन्। यो जग्गा हेर्न सक्नुहुन्छ। म तपाईलाई यस्तो यस्तो दृश्य देखाउँछु कि तपाईको मनै काँप्ने, तपाईको थर्र हुने एउटा ऊ पनि देखाउँछु। तपाईको साह्रै माया लाग्दो यहाँ घरहरू छन् जुन बेवारिसी भएका छन् र यो जग्गा यही हो तपाईको। र अब म यहाँलाई जुन कुनै बेला स्वर्ग थियो, यो घरहरू, यो गोठहरू, एउटा बङ्गला थियो, यो कुनै बेला यो दरबार थियो त्यो गाउँको कुनै बेला यो घर हेर्नुस् त। अहिले यो घरले पनि त्यहाँका मालिकलाई खोज्दै होला, मलाई बेवारिसे बनाएर छोडेर गयो भनेर कुरेर बसेको पनि हुन सक्छ। ल हेर्नुस्, कुनै बेला यही बङ्गला यो गाउँमा एउटा स्वर्ग जस्तै थियो भने अहिले यत्तिकै बेवारिसी अवस्थामा यी घरहरू छन्, पुर्खाहरूले आर्जेका। हेर्नुस् त, कति लोभ लाग्दा, कति राम्रा घरहरू, कोही छैनन्। हेर्नुस्, र साँच्चीकै यो ठाउँमा बसेर हामीले आफ्नो हात पाखुरा बजारेर मजाले म यही बसेर आफ्नो जीविका पार्जन गर्छु भन्ने मेहनतीको हातमा यो प्रपर्टी पर्यो भने पक्कै पनि उहाँहरूले यो ठाउँमा सुन फलाउन सक्नुहुनेछ। हेर्नुस्, ल हेर्नुस् त, यो सबै बोट बिरुवा, केराका रुखहरू लगायत आँपको रुखहरू, लिचीहरू सबै यहाँ अवस्थित छन्। हेर्नुस् त, कति राम्रो छन्। र यो खेतहरू हेर्नुस् त, बन्जर भएका छन्। ल हेर्नुस्, पहिलाका पुर्खाहरूले यहाँ एकदम लर धानको बाला झुले जस्तरी धान लगाउँथे। यति खेतालाहरू यहाँ जान्थे, आलो पालो ऐँचो पैँचो चल्थ्यो, जुन ठाउँमा अहिले आएर तपाईँको बन्जर भएर यो जङ्गलमा परिणत भइसकेका छन्। त्यसैले दर्शकबिन हेर्न सक्नुहुन्छ यो जग्गाहरू कस्तो लाग्छ यहाँलाई। प्रतिक्रिया र कमेन्ट पनि गर्नुहोला भन्ने मैले आशा पनि राखेको छु र सेयर पनि गरिदिनु होला। किनभने हाम्रो स्वदेशमा गर्ने मान्छेलाई जति पनि छ, हेर्नुहोस्, गरे के हुँदैन, जति पनि हुन्छ। म यहाँलाई एकछिनपछि त्यो दृश्य पनि देखाउने छु जुन कि तपाईँ यही जग्गामा हामीले कृषि गर्ने हो भने के चाहिँ हुँदो रहेछ त भन्ने कुराहरू म यहाँलाई एकछिन म देखाउने छु। स्किप नगरिकन भिडियो हेर्नु होला भन्ने मैले आशा पनि राखेको छु। र यो हेर्नुहोस् त, वरिपरिको दृश्यहरू, यो सबै यो जग्गाहरू एकदमै बन्जर भएका छन्। र यहाँका स्थानीयहरू सबै यो छोडेर बसाइसराई, कोही अब तराई छिरे, कोही सहर पसे, सहर पसेर पनि कोही विदेशतिर गए। होइन, यो एउटा के छ भन्दा हामीलाई लोभ मोहले गर्दाखेरि हामीलाई उठीबास लगाउनुको मुख्य कारण भनेको कागजको कोष्टा हो नै हो। हेर्नुहोस् त, कस्तो लाग्छ यहाँलाई। हेर्नु त, हाम्रो भूगोल अनुसार सुहाउँदो हामी एउटा कृषि प्रधान देश हो र कृषि गर्दा नि एकदम राम्रो हुन्छ र हामीले सुन पनि फलाउन सक्छौँ भन्ने कुराहरू यो भिडियो, यो जग्गाले एकदमै देखाएको छ। हेर्न सक्नुहुन्छ। गरे के हुँदैन भन्ने कुराहरू म यहाँलाई देखाउने छु। र साँच्चीकै मेहनत गर्नेलाई तपाईँको विदेश जानु पर्दैन, स्वदेशमा नै छ भन्ने कुराहरू एकछिनको उसमा हेर्नुहोला, स्किप नगरिकन। ल हेर्नुहोस्, एकदम उर्वराउँदो माटो छ, जमिन छ र यो ठाउँमा पानी पनि प्रशस्त छ है। पानी, बत्ती, बाटो, बिजुली, बस्तीहरू पनि छन्
र गर्नलाई धेरै राम्रो छ यो ठाउँमा। स्किप नगरी हेर्नुलाई मैले वरिपरिको दृश्य देखाउँछु यो र यो अलि उत्तर फर्केको छ है जग्गाहरू। वास्तवमा भन्यो भने तपाईँको हामी अलिकता हाम्रो अल्छीपनाले गर्दाखेरि हामीले दुःख पाउने हो र हामीसँग भएका प्रोपर्टीमा हामीले साँच्चै एउटा भिजन एउटा लक्ष्य बनाएर हामीले कृषि क्रान्ति गऱ्यौँ भने स्वदेशमा नहुने भन्ने कुराहरू केही पनि छैन। जसरी यो मैले खेतहरू देखाएको छु यहाँलाई, पानी यहीँ कुलो छ, 12 मासै ल हेर्नुहोस् त खेत यो बन्जर भएका। हाम्रा पुर्खाहरूले यसैबाट आफ्ना जीविका पार्जन गरे, आफ्ना सन्ततिहरू जन्माए, हुर्काए, पढाए, लेखाए, डाक्टर, पाइलट, इन्जिनियर बनाए। तर यो ठाउँलाई चटक्कै माया मारेर बेवारिसी अवस्थामा छोडिदिए। हेर्नुहोस् त यो घर देखाइ, घरको पछाडि मोटर बाटो छ। म त युवाहरूलाई के भन्छु भने तपाईहरू गल्फ कन्ट्रीमा गएर 55 डिग्री तापक्रममा तपाईहरू खुन पसिना बगाउनु भएको छ भने त्यही खुन पसिना हामीले आफ्नै स्वदेशमै कृषि क्रान्तिमा खर्च गर्यौँ भने नहुने त केही पनि छैन। त्यो गल्फ कन्ट्रीलाई जित्न हामीले सजिलै सक्छौँ। ल हेर्नुहोस्, यिनी पनि किसानै हुनुहुन्छ बिचरा। आफ्नो जे जस्तो भए पनि गाउँमा म खुसी छु भन्नुहुन्छ उहाँले। हुन त हामी जहाँ गए पनि, जहाँ गएर बसे पनि लास्टमा फर्किने त स्वदेशै हो, फर्किने त आफ्नो गाउँ नै हो, फर्किने त आफ्नो ठाउँ नै हो। आफ्नो जन्म ठाउँभन्दा राम्रो काहीँ हुँदैन। ल हेर्नुहोस् त पुरै यो बेवारिसी हेर्नुहोस् त बन्जर भएका छन् यी जमिनहरू। के यो जमिनले खोज्दैन होला त आफ्नो मालिकलाई? पक्कै पनि यहाँका चराचुरुङ्गीहरूले पनि यो घरको मालिक कहिले आउँछ भनेर पक्कै पनि दिनमा एकचोटि त आएर हेर्छ नि, जहाँसम्म मलाई लाग्छ। ल यहाँ अलिअलि खेती गर्नुभएको छ, हेर्नु होला, यो मकै लगाउनु भएको छ माथि। र भन्दै गर्दा म यहाँहरूलाई यो ठाउँको लोकेसन म भन्न चाहन्छु। यो फुस्रेटार नगरपालिका भित्रको जग्गा हो, तनहुँ जिल्लाको, जहाँ डुम्रे पृथ्वी राजमार्ग, पूर्व पश्चिम पृथ्वी राजमार्ग पोखरा जाने बाटो डुम्रे बजारबाट जम्मा 7 किलोमिटरको दूरीमा यो जग्गा आएको छ। र यसको मूल्य निर्धारण गरिएको छैन र मूल्य मिलाएर आउनेछ, किनकि सबै गाउँ रित्तिसकेका छन्। यदि साँच्चीकै केही गर्छु भन्ने कुनै किसानहरू आउनुभयो, इन्भेस्टर लगानीकर्ता आउनुभयो भने पक्कै पनि यो जग्गा मिलाएर यहाँहरूले आफ्नो नाममा ल्याउन सक्नुहुनेछ भने अब म यहाँहरूलाई स्किप नगरिकन हेर्नुलाई यो गरे के हुँदैन त नेपालमा भन्ने कुराहरू म यहाँलाई देखाउने छु। अब खेत म यहाँहरूलाई लगेर एकछिन स्किप नगर्नुहोस् है, एकैछिन स्किप नगरिकन हेर्नुहोस् है। यो मकै हेर्नुहोस् है, अझै पनि हामी केही गर्ने मनमा कल्पना परिकल्पना छ भने आउनुहोस्, फर्किनुहोस्। यस्तो राम्रो राम्रो जमिन छन् हाम्रो नेपालमा, हाम्रो स्वदेशमा। गरे जति पनि छ, गाई भैँसी बाख्रा पालन गर्नु, मुङ्गुर पालन गर्नु, हरेक कृषि फार्म गर्नुहोस्, तपाईँको रिसोर्ट खोल्नुहोस्। यहाँ मजाले गर्ने मान्छेलाई त जति पनि छ है। हेर्नुहोस् त यो यही ठाउँमा तपाईँको उठेर गएर तपाईँको सुस्केर पात बजाउँदै खेतीपाती गर्थे, डोको नाम्लो गर्थे। तसबी अहिले बन्जर भएका छन् यी जग्गाहरू, यी सबै खेत हुन्। तर गर्ने कसले?
भने हाम्रो नेपालमा हामीले कृषि क्रान्ति नगर्दासम्म हुनेवाला केही पनि छैन। कृषि क्रान्तिमा जुटौँ, आत्मनिर्भर बनाउँ भन्छु म चाहिँ। र म यहाँलाई अब देखाउने छु एकैछिनमा धान खेतहरू गरे के हुँदैन त, चैते धान है यहाँलाई देखाउने छु म। हेर्दै जानु होला। र पक्कै पनि किसानको हातमा यो साँच्चीको मेहनत र मेहनत केही गर्छु भन्ने किसानको हातमा पर्यो भने यो जग्गामा त सुन फल्छ, सुन फलाउन सक्नुहुन्छ। हेर्नुहोस् त कस्तो लाग्छ यहाँलाई। ल हेर्नुहोस्, मैले यहाँलाई धान खेत देखाउन गइरहेको। ल हेर्नुहोस्, चैते धान गरे के हुँदैन, यहाँ मजाले हुन्छ। ल चित्त बुझ्यो भने यहाँले कमेन्ट, लाइक, सेयर पनि गरिदिनु होला र मलाई फोन पनि गर्नुहोस् र भेटेर छलफलमा अगाडि बढाउँला है त हजुर। नमस्ते।